अन्त यो रुखको बोट बिरुवाहरू अनि यो सबै जति पनि चिज छ नि सबै नेपालको जस्तै देखिन्छ। डिडी गर्दै आउने रे यस्तो खतरा छ फेरि। नमस्ते साथीहरू, आज चाहिँ म यहाँ बाहिर घुम्न आएको थिएँ एउटा त्यो के भन्छ न्यु इयरको भिडियो बनाउनलाई। सो यसो यहाँ पछाडि हेरेको चाहिँ आमामा यो त नेपालको कस्तो दामी हेर्नु न। यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ यो चाहिँ नेपालको जस्तो कस्तो के भन्छ यो घाँस काट्छ नि हामीले के हो त्यस्तै पो देखिन्छ। सो त्यही भएर मैले यो भिडियो चाहिँ क्लिक गरेको गाइस। तपाईँहरू कस्तो लाग्छ तपाईँहरू त्यस्तै आफ्नो कमेन्ट गरिदिनु होला। मैले सकेको जति देखेको जति म देखाइदिन कोसिस गर्छु है त। हेर्नु न मैले यो बाटो ठ्याक्कै हिँडिरहेको थिएँ कि आमामा हेर्नु त यो रुखको बोट बिरुवाहरू अनि यो सबै जति पनि चिज छ नि सबै नेपालको जस्तै देखिने कि हेर्नु त बाटो होइन बगेरा सबै तपाईँहरू देख्न सक्नुहुन्छ। सेम नेपालको जस्तै छ कि त्यही भएर मैले यो भिडियो क्याप्चर गरेको। हाम्रो दाजुभाइ नेपाली दाजुभाइहरू त्यहाँ डिडी गर्दै हुनुहुन्छ, सिटी पुग्दै हुनुहुन्छ होइन। अनि यता पछाडि चाहिँ यो चाहिँ पसल हो। यहाँ चाहिँ यस्तो हुन्छ पसल। अनि खासमा चाहिँ यहाँ लास्ट ठुला मान्छे ठहरिन्छ हो खासमा, किनभने यो अब यो चाइनिजहरूको पसल हो नि त। यहाँ चाहिँ अथोरिटी चाहियो अरे, यो चाहियो अरे, ऊ चाहियो अरे भनेर भन्छ भित्र छिर्नको लागि पनि। अनि किन्ने भएपछि मात्र छिर्ने रे भित्र, नआयो भने छिर्न नपाउने रे। यस्तो खतरा छ फेरि।